दर्शकबिन नमस्कार, तपाईलाई स्वागत छ हाम्रो युट्युब च्यानल नितेश अपडेटमा। आजको भिडियोमा हामी कुरा गर्न गइरहेका छौँ नेपालको राष्ट्रिय क्रिकेट टिमको एकदमै चर्चित खेलाडी हुनुहुन्छ कुशल भुर्तेल। हो दर्शकबिन, आज हामी कुशल भुर्तेलको लाइफस्टाइल, बायोग्राफी, फ्यामिली, इन्कम, एजुकेसन, क्वालिफिकेसन, फिजिकल स्ट्याटस साथै अन्य कुराको जानकारी दिन गइरहेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि तपाईँ कुशल भुर्तेलको फ्यान हुनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब र यस भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न पनि नभुल्नुहोला। यदि यस भिडियोमा बोलिने क्रममा केही भुल गल्ती हुन गएमा यस भिडियोलाई स्वीकार दिनु हुन अनुरोध गर्दछु। आउने दिनमा हामी अझै राम्रो भिडियो ल्याउन कोसिस गर्नेछौँ। साथै अन्य कोही सेलिब्रेटीको लाइफस्टाइल, बायोग्राफी चाहिएमा कमेन्टमा बताइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। अब लागौँ भिडियोतर्फ, अन्तिमसम्म हेरेर साथ दिनुहोला। उहाँको फुल नेम रहेको छ कुशल भुर्तेल भने उहाँको निकनेम चाहिँ भुर्तेल मामा रहेको छ। उहाँको डेट अफ बर्थ चाहिँ 22 जनवरी 1997मा बुटोल जिल्लामा भएको थियो भने हाल चाहिँ उहाँ 27 वर्ष पुरा भइसक्नु भएको छ। उहाँको करेन्ट एड्रेस चाहिँ अहिले काठमाडौँ रहेको छ। उहाँको प्लेइङ रोल चाहिँ ब्याटिङ साथै अलराउन्डर हुनुहुन्छ। उहाँको ब्याटिङ स्टाइल चाहिँ राइट आर्म ब्याटिङ हुन्छ भने उहाँ नेसनालिटीले नेप्लिज हुनुहुन्छ भने उहाँको रिलिजन चाहिँ हिन्दू रहेको छ। उहाँ प्रोफेसनले एक क्रिकेटर हुनुहुन्छ नेपाली नेसनल टिमको। अब कुरा गरौँ फिजिकल स्ट्याटस सम्बन्धी कुरा गर्नुपर्दा फेरि उहाँको हाइट रहेको छ 5 फिट 8 इन्च भने उहाँको वेट रहेको छ 70 केजी। उहाँको हेयर साथ आई कलर ओरिजिनल्ली ब्ल्याक नै रहेको छ। एजुकेसन, क्वालिफिकेसन सम्बन्धी कुरा गर्नुपर्दा फेरि उहाँ चाहिँ ग्रेजुएट पर्सन हुनुहुन्छ। उहाँको स्कुल चाहिँ रूपन्देही प्राइभेट स्कुल रहेको छ भने उहाँको कलेज चाहिँ अक्सफोर्ड कलेज बुटोल रहेको छ। फ्यामिलीको कुरा गर्नुपर्दा फेरि उहाँको फादर हुनुहुन्छ दीपक भुर्तेल भने उहाँको मदर हुनुहुन्छ दुर्गा भुर्तेल, साथै उहाँको सिस्टर हुनुहुन्छ खुसी भुर्तेल। हबिज सम्बन्धी कुरा गर्नुपर्दा फेरि कुशल भुर्तेलको हबिज यस प्रकारका रहेका छन्। उहाँको हबिज रहेको छ ट्राभलिङ, ब्याटिङ साथै लिसनिङ म्युजिक भने उहाँका केही फेभरेट थिङ्स सम्बन्धी कुरा गर्नुपर्दा फेरि उहाँको फेभरेट थिङ्समा चाहिँ उहाँको फेभरेट प्यालेस रहेको छ आफ्नै गिरिय जिल्ला बुटोल, पोखरा साथै इलाम। अनि उहाँको फेभरेट कलर चाहिँ ब्ल्याकै रहेको छ। उहाँको फेभरेट फुड चाहिँ थकाली फुड रहेको छ भने अब कुरा गरौँ नेसनल टिमका खेलाडी कुशल भुर्तेलको इन्कम सम्बन्धी कुरा गर्नुपर्दा फेरि कति कमाउँछन् त कुशल भुर्तेल एक महिनामा। उनको कमाउने बाटोहरू धेरै रहेका छन्। जस्तै क्यानको तलब उहाँ चाहिँ ए ग्रेड खेलाडीमा पर्ने गर्नुहुन्छ। ए ग्रेड खेलाडीलाई क्यानले अहिले 1 लाख रुपियाँ दिन्छ भने बी ग्रेडलाई 80,000 र सी ग्रेडलाई 60,000 दिने गर्छ। ए ग्रेडमा पर्छन् कुशल भुर्तेल। उनको तलब हुने भयो क्यानको 1 लाख भने एडभर्टाइजमेन्ट, स्पोन्सरसिप साथै म्यान अफ द म्याच सबै गर्ने हो भने करिब उनले 3 देखि 4 लाखसम्म मजाले कमाउने गर्छन् कुशल भुर्तेलले। अहिले चाहिँ राम्रो हुने गरेको छ क्रिकेट खेलाडीको तलब भत्ता। उनीहरूको प्रदर्शनले पनि सायद होला। यो नेपालमा क्रिकेटलाई मात्र अहिले प्राथमिकता दिएको छ, क्रिकेट र महिला फुटबललाई मात्र। यस्तै गरी अरू खेललाई पनि प्राथमिकता दिन सकियो भने अरू खेलाडीहरूको पनि मनोबल बढेर प्रदर्शन पनि राम्रो हुन सक्छ। अरूलाई पनि तपाईहरूले साथ दिनुभयो भने जस्तै महिला क्रिकेटलाई, पुरुष भलिबल, पुरुष फुटबललाई सबैलाई तपाईहरूले यस्तै साथ सपोर्ट दिनुभयो भने उनीहरूको पनि भविष्य राम्रो हुन्छ र नेपालको खेलको पनि भविष्य राम्रो हुन्छ। साथै कुशल भुर्तेलको नेटवर्थ रहेको छ 1 to 2 करोड एप्रोक्समा। हस्त दर्शकबिन, भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेर्नेलाई धन्यवाद भन्दै म बिदा हुन चाहन्छु। हस्त नमस्कार।